साथीहरु नमस्कार, स्वागत छ। आजको यस भिडियोमा म तपाईहरुलाई गाई, भैंस वा अन्य कुनै घरपालुवा जनावरको लागि साइलेज कसरी बनाउने र साइलेज के हो भन्ने बारेमा छोटै जानकारी दिनेछु। यदि तपाईहरु पनि यस विषयबारे जान्न चाहनुहुन्छ भने भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। वर्षैमा वा अन्य समयमा बढी उत्पादन भएको घाँसलाई संरक्षण गर्ने, हावा छिर्न नदिने, जमिनमाथि बनाएको पिट वा थैलोमा गुन्द्रुक जस्तै गरी खादिएर 1 महिनासम्म राख्ने र घाँस पातको कमी भएको बेला खुवाउनको लागि बनाइएको खाद्य पदार्थलाई साइलेज भनिन्छ। हे बनाउँदा उपयुक्त नहुने झारपातलाई साइलेजको रूपमा प्रयोग गर्न सकिन्छ, तर साथै विभिन्न झारपातलाई साइलेजमा प्रयोग गर्न सकिन्छ, तर त्यो झारपात स्वादिलो र पाच्ने हुनुपर्छ। यो साइलेज बनाउन सबभन्दा पहिले घाँस छनौटमा ध्यान दिनुपर्छ र मुख्यतः साइलेज बनाउनको लागि मकै, बजरा, सुडान जस्ता घाँसहरू प्रयोग गरिन्छ र यी मध्ये पनि मकैको साइलेजलाई सबभन्दा बेस्ट मानिन्छ। साइलेज बनाउँदा 30 देखि 40% सुक्खा रहने गरी ओल्याउनु पर्छ र यसलाई 1 या 2 इन्चसम्म राम्ररी काटेर खाद्ने बेला राम्ररी खाद्नु पर्छ, किनकि हावा जति हुन्छ सबलाई बाहिर निकाल्नु पर्ने हुन्छ। साइलेज बनाउनको लागि छनौट गरिएको घाँसलाई 1 या 2 टुक्रामा काट्नु पर्छ र साइलेज बनाउनको लागि तयार गरिएको पिट, खाल्टो वा थैलीमा राम्ररी राख्नु पर्छ र बाहिरबाट हावा र पानी नछिर्ने व्यवस्था गर्नुपर्छ। खुवाउने बेला साइलेज झिक्दा निश्चित ठाउँमा सानो प्वाल बनाउनु पर्छ र अन्य साइलेजमा हावा नछिरोस् भनेर विशेष ध्यान दिनुपर्छ।